Namaste, Maricha Thapa Magar, Miss Tourism for 2009 and Miss Nepal 2009 को फर्स्ट रनर अप। तपाईहरु हेर्दै हुनुहुन्छ nepalisite.com। ओके, तपाई मिस टुरिज्म पनि हुनुहुन्छ 2009 को। 2011 लाई एउटा टुरिज्म इयर भनेर भनिरहेछ हैन? त्यसको लागि केही छ प्लानिङहरु? हजुर, प्लानिङहरु टन्नै छ। यो मिस टुरिज्म भएको आधारले चाहिँ आई डेफिनेटली लभ टु पार्टिसिपेट इन एभ्री टुरिज्म एक्टिभिटिज द्याट वी आर ह्याभिङ इन द कन्ट्री। यहाँ टुरिज्म बोर्डबाट पनि विभिन्न किसिमको पहलहरू भइरहेको छ र अनि प्रोग्राम्सहरू भएको बेलामा मलाई इन्भाइट गर्नुहुन्छ, त्यतिखेर आई डेफिनेटली लभ टु पार्टिसिपेट इन अल द्याट। एन्ड अपार्ट फ्रम द्याट म आफ्नै तर्फबाट पनि केही गर्न चाहन्छु यो टुरिज्म सेक्टरलाई फ्लरिस हुने हिसाबले। अहिले मात्र भर्खर पनि म चाइनामा गएर रिप्रेजेन्ट गरेँ मिस टुरिज्म नेपाल भएर, र त्यतिखेर पनि मैले आफ्नो कन्ट्रीको डकुमेन्ट्रिजहरू लिएर गएको थिएँ र अपार्ट फ्रम द्याट कन्ट्रीको बारेमा विभिन्न प्याम्फलेट्सहरू र सुभिनियरहरू लिएर गएको थिएँ। सबैजनालाई नेपालको बारेमा प्रचार प्रसार गरेँ। धेरैजना खुसी हुनुभयो र कतिजना साथीहरू त हनीमुनको लागि नेपाल आउँछु भन्दै पनि हुनुहुन्थ्यो। त्यसैले आई थिङ्क आई वाज एबल टु डु जस्ट to my title and there's a lot to do in the future as well. मिस नेपालको क्राउन जित्छु भन्ने कुरामा चाहिँ कतिको आशावादी हुनुहुन्छ तपाईँ? लाइक एनी अदर कन्टेस्टेन्ट सबैजनाले उत्तिकै एफर्ट लगाउनु भएको थियो र मैले पनि लगाएकी थिएँ। त्यसैले एउटा आशा चाहिँ मनमा राखेको थिएँ, किनकि आशा बिना obviously you won't have the courage to go and participate and stand there on the stage. So एउटा आशा चाहिँ राखेकी थिएँ। कति हदसम्म धाँधली रहित भयो जस्तो लाग्छ तपाईँलाई यो मिस नेपाल कन्टेस्ट? धाँधली चाहिँ म भन्नु धाँधली भयो जस्तो चाहिँ मलाई लाग्दैन, किनकि सबैजनाको आफ्नै एउटा पोटेन्सियालिटी छ, सबैजनाको आफ्नो ट्यालेन्ट छ र त्यो ट्यालेन्टहरूलाई जसले देख्नुभयो, जजहरूले देखेर उहाँहरूले त्यसलाई कदर गरेर त्यही किसिमको टाइटल दिनुभएको जस्तो चाहिँ मलाई लाग्छ। र इट्स नट जस्ट अबाउट वेयरिङ द क्राउन, इट्स अबाउट ह्यान्डलिङ द क्राउन एन्ड मेन्टेनिङ द्याट रेस्पोन्सिबिलिटी इक्वली वेल। सो इन द फ्युचर आई होप वी एज अ टिम, हामी 3 जना नै कन्टेस्टेन्ट्सहरू विनर्सहरू र प्लस अरू कन्टेस्टेन्ट्सहरू पनि मिल्यो भने सबैजना सँगै मिलेर विल बी एबल टु डु जस्ट टु द टाइटल। एन्ड फ्युचरमा पनि हामीले यसलाई चाहिँ एउटा धाँधली रहित एउटा कन्टेस्ट भयो, राम्रो भयो भनेर हामीले प्रुभ गर्न सक्छौँ होला। अनि ड्याड ममको रेस्पोन्स के छ? Dad, mom को response, they are very happy. Like any other parents, they are very proud to have a daughter like me. र खुसी हुनुहुन्छ जोस। तर they say that there is a lot to do in the future as well. They really emphasize on my career and my studies as well. So masters गरिहाल भन्नुभएको छ, तर I want to continue with my work at the moment. They are very proud at the moment. स्टडीलाई कतिको असर पार्छ यस्तो कुराहरूले जब तपाईँले जित्नु भएको छ उपाधि हैन? भोलि अझ तपाईँ विभिन्न उपाधिहरू जित्दै जानुहुन्छ, कतिको प्रभाव पार्छ? यस्तो किसिमको भनेको एउटा अचिभमेन्ट भनेको आफूलाई मान्छेलाई एउटा नेक्स्ट स्टेपमा लाने कुरा हो, न कि एउटा आफूलाई बाधा पुर्याउने कुरा हो हैन? यसले आफूले कतिको यसलाई ह्यान्डल गर्न सक्नुपर्छ, यो आफूले त्यसलाई कसरी मेन्टेन गर्नुपर्छ, त्यो आफूमा भर पर्ने कुरा हो। र आई होप आई विल बी एबल टु डु द्याट प्रपरली। कसैले पनि यसमा पार्टिसिपेट गर्नुहुन्छ भने आफ्नो राइट एज, आफ्नो राइट टाइम खोजेर पार्टिसिपेट गर्नुहोस् भन्ने चाहिँ म यहाँहरू सबैजनालाई रिक्वेस्ट गर्न चाहन्छु। किनभने कतिजनाको आफ्नो पढाइ बीचमा रोकेर हैन पार्टिसिपेट गर्न आउनुहुन्छ, जातहरू छोडेर आउनुहुन्छ, त्यतिखेर चाहिँ एकदम पढाइहरू बिग्रिने सम्भावना हुन्छ। मेरो पनि अब काम छोडेरै म आएको हो अहिले त बिदा लिएर हैन। काममा असर त अवश्य पनि परेको छ, तर काम भन्ने कुरा आई क्यान कम्पन्सेट इट लेटर। तर पढाइ भन्ने कुरामा त डेफिनेटली वान्स यु गिभ यर एक्जाम्स यु जस्ट गिभ इट। सो पढाइ भन्ने कुरा एकदम इम्पोर्टेन्ट हो र त्यसलाई चाहिँ छोडेर त्यसो गर्नु चाहिँ हुँदैन। तर आफ्नो टाइम मिलाएर बीचमा कुनै टाइममा टक्क मिलाएर आफूले पार्टिसिपेट गर्यो भने चाहिँ आफूले आफ्नो फुल लेभल बेस्ट पनि दिन सकिन्छ र त्यसको राम्रो रिजल्ट पनि आउँछ। थ्याङ्क यू सो मच। थ्याङ्क यू भेरी मच।